नमस्ते यहाँहरु सम्पूर्णलाई। आज चाहिँ मौसम पनि चिसो चिसो रहेछ र नानीहरुलाई के दिने के खाना बनाउने भनेर एकदम कन्फ्युज भएको थिएँ। त्यही भएर आज चिकन विंग्स ल्याएर चिकन विंग्सलाई चाहिँ ओभनमा हालौँ भन्ने सोचेको। फेरि चिकन विंग्स मात्रै के हाल्ने, थोड़ा आलु पनि मिसाउँ न त भनेर मैले आलु पनि ल्याएको छु। त्यसैले अब आलुलाई चाहिँ चिकनसँगै ओभनमा हाल्दाखेरि डढ्न सक्छ, त्यसैले अलिक ठुल्ठुलै क्युबमा काट्ने। मैले चाहिँ यतिको साइजमा काटेको छु, यतिकोमा काट्ने र एउटा गहिरो भाँडा लिने, आफूलाई म्याग्नेट गर्न सजिलो हुने भाँडामा। धेरै मसिनो गऱ्यो भने यो डढ्न सक्छ। यतिको साइजमा काट्यो भने पर्फेक्ट हुन्छ। चिकन पनि पाक्छ र यो पनि डढ्दैन। यो चाहिँ हाम्रो बेल्जियमको आलु एकदम मिठो छ। यहाँको बेल्जियमको फेमस आलु हो र यो चाहिँ बिचमा यसो खोताङ हुन्छ। अब हामी शेर्पाले चाहिँ खोताङ भन्छ, अब नेपालीमा चाहिँ खास के भन्छ ठ्याक्कै चाहिँ थाहा भएन। जस मिलाएर बुझ्नु होला। ल हेर्नुस्, अब मैले चिकन विंग्स को लागि रेडी गर्दैछु। आलु काटिसकेँ, आलु काटेर रेडी भइसक्यो र मैले त्यस्तै गरेर यहाँ चिकन विंग्स ल्याएको छु। चिकन विंग्सलाई पनि यहाँ ट्याक्कै खनाइदिउँ। ओ माई गड, आज खाइसक्छ त। अब हेर्नुहोस् है त, अब यसमा के हाल्ने भने यसमा सबभन्दा इम्पोर्टेन्ट यो ओलिभ ओइल हो। यो एकदम राम्रो हो हेल्थको लागि र थोरै ओलिभ ओइल हाल्ने, धेरै नहाल्ने, थोरै। त्यस्तै गरी अब स्वाद अनुसारको नुन हाल्ने। ओके, र त्यस्तै गरी अब हामीले हाल्ने थोरै, मैले अघि नै रेडी गरिरहेको छु, मरिचको धुलो, जिराको धुलो मिक्स। अब त्यस्तै गरेर थोरै हाल्ने यो चाहिँ हल्दी, बेसार, धेरै हाल्नु पर्दैन खासै, यो कलरको लागि हो। त्यस्तै गरेर अब हामी यो चाहिँ चिकन क्युब, आफ्नो टेस्ट अनुसारको चिकन क्युब हाल्नुहोस्। धेरै हाल्ने चर्को हुन्छ, थोरै हाल्नु होला। त्यस्तै गरेर यो चाहिँ चिकन्सको लागि चाहिने मसला हो। सबभन्दा इम्पोर्टेन्ट मसला यही हो। 2 स्पुन जति यो मसला हालिदिने र अब हामीले हाल्ने दही हाल्ने, 2 चम्चा जति दही, 3 चम्चा। ओके, र अब हामीले अघि नै मैले रेडी गरिरहेको छु लसुन, गार्लिक र जिन्जर पेस्ट। यसलाई पनि 2 स्पुन, 2 चम्चा, 2 चम्चा हाल्ने। त्यस्तै गरी यो चाहिँ हो कलर, यसले चाहिँ राम्रो फ्लेभर दिन्छ। यो चाहिँ धेरै नहाल्ने, थोरै मात्रै, धेरै हाल्यो नि यो एकदम कडा हुन्छ यो कलर। बस यति भयो, पर्फेक्ट कलर आउँछ साथी हो। र अब यति भइसकेपछि अब तपाईहरु पिरो खानुहुन्छ भने पिरो पनि लाउँदा हुन्छ। मैले चाहिँ नानीहरुलाई दिने भएको कारणले मैले पिरो हालेको छैन। अब यसलाई मज्जाले मोल्ने, बिगारले मज्जाले मोलेर राम्रोसँग मोलेर म्याग्नेट गरेर राख्ने 1-1.5 घण्टा जस्तो।
त्यसपछि ओभनमा हालेर चर्याम 215 को हिटमा हाल्ने। 215 को हिटमा 35 मिनट जति हाल्यो भने राम्रोसँग चाहिँ चुरुम चुरुम हुन्छ साथी हो। यसरी खानुपर्छ अनि हुन्छ जिन्दगी रिमी झिमी तेरे मेरे तेरे मेरे राम्रोसँग मन पर्यो ताकि सबैसँग आलुमा पनि र चिकनमा पनि राम्रोसँग चाहिँ मसलाहरू लाग्नु पर्यो अनि मात्रै टेस्टी हुन्छ साथी हो। ओ माई गड यस्तो बबाल भयो कि तपाईँको त भाग्यमानी हुन्छ मेरो भिडियो हेर्न पाउनुपर्छ। ओ माई गड हेरेर भए पनि इन्जोय गर्नु होला। यम्मी यम्मी यम्मी। अब यति मोलिसकेपछि यो पर्फेक्ट भयो र अब यसमा चाहिँ अब लास्टमा हामीले गर्नुपर्ने काम भनेको अब टक्क पन्जा खोल्ने अनि के गर्ने टक्कसँग पन्जा खोलेपछि के गर्नुपर्छ अब टक्क एउटा लेमन ल्याउने र लेमनलाई चिरिप्प पारेर धेरै हाल्यो भने राम्रो हुन्न थोरै चिरिप्प काट्ने आधा र आधा काटेपछि फेरि यसलाई सानो चाट्ने। ओके ओ माई गड यस। अब यति भएपछि फेरि यसलाई हल्का मोल दिने। ल हेर्नु त साथी हो मुखमा पानी आयो कि आएन। ल खाने भाइ आउनुहोस् है ग्यासोलोमा। ओ माई गड यति भएपछि टक्कसँग के गर्नु पर्यो भन्दाखेरि टक्कसँग यो पनि पन्जा निकाल्ने सिरिप्प लाएर यो पन्जा निकाल्ने अनि के गर्ने त भन्दा फेरि यहाँबाट ऱ्याप लिने टक्क यसलाई मजाले ऱ्याप गरेर टेरिङमा सँगले राख्ने। यसलाई चिरेप्प ऱ्याप गर्ने राम्रोसँग हावा घुस्नु भएन। ओके पर्फेक्ट। यस वाउ अब चाहिँ टाइट भयो र यसलाई अब टक्कसँगले 1.5 घन्टा 2 घन्टा फ्रिजमा राखिदिने। त्यही सबैलाई अघि मैले म्याग्नेट गरेको चिकन चाहिँ लगभग 2 घन्टा भयो म्याग्नेट गरेको। चाहिँ एकचोटि चलाऊँ। त्यसपछि चाहिँ टक्क लाएर अन्त चिकन डिनर चिकन पार्टी चिकन विङ्स है साथी हो। टक्क लाएर चाहिँ आज हामी के खाने हो देख्छिन् चिकन खाने हो। टक्कसँगले आलु पनि यो चाहिँ 215 को हिटमा हाल्ने। ओके अब टाइम भनेको चाहिँ हामीलाई अहिले 30 मिनट कालौँ।
हिप हिप हुर्रा